सो फेरि पनि नमस्ते सबैलाई, वेलकम ब्याक टु माई च्यानल। सरी मेरो च्यानल होइन, हाम्रो च्यानल, किनकि हाम्रो ब्लग हो नि त। सो गाइज हजुर सबैले बुझिसक्नु भएको छ होला, सर्ट्स नआइकन किन लङ भिडियो आइरहेछ, किनभने केही न केही त इन्ट्रेस्टिङ ल्याउनु पर्यो नि त। धेरै सानो व्यवस्था हाने, अब ठुलो व्यवस्था हान्नु पर्यो भने केही इन्ट्रेस्टिङ चिज ल्याएको छु। के चाहिँ होला त यो, गेस गर्नु होला। यो चाहिँ के हो भने लिभिङ अन 100 रुपिस 24 आवर्स च्यालेन्ज। 100 रुपियाँमा सर्भाइभ गर्न गइरहेको छु, त्यो पनि 24 घण्टासम्म। अब के हुनेछ, कसो कसो गर्नेछु, सबैजनाले माया सपोर्ट देखाएर सब्सक्राइब बटनलाई टक्कसँगले दाबेर माया सपोर्ट देखाउनलाई यस्तै इन्ट्रेस्टिङ भिडियो ल्याउनेछु। र अहिले के गर्न आँटिरहेको छु, के खानेछु सबै देखाउँछु है त। सबैजनाले देख्न सक्नुहुन्छ होइन, बिहान कति बजिरहेछ भने 7:26 भइरहेको छ। अब त्यसपछि चाहिँ म दोकान गइरहेछु होइन। अब यसो व्यवस्था हान्नु पऱ्यो नि त, सरीहरू। अनि त्यसपछि म दोकानमा आइसकेको छु। अर्को चिकनवाला लिइसकेको छु र यति चिज सामान लिइसकेको छु होइन। अब के खान्छु, के गर्छु हेर्दै जानु होला है त। फिर्ता पैसा चाहिँ 50, 60, 70 अनि धेरै सामान लिइसकेको छु। सो चबाएर पनि के हुँदै जान्छ। गाइस बिहान अब अघि ल्याएको ह्याप्पी, किनकि ह्याप्पीले दिन पनि ह्याप्पी बनाउँछ, भोक पनि लाग्दैन ल्याएको थिएँ। अनि यो पानीवाला चिया त खाना मिलि नै हाल्यो होइन। सिम्पल केही छैन, जस्ट लिप्टन अनि त्यसपछि नो चिनी पनि। अनि त्यसपछि अब म खाँदै गर्छु, हेर्दै जानु होला है त। इफ क्यामेरा मिलेको छैन, केही पनि भएको छैन भने हल्का बुझिदिनु होला। सबैजनाले माया गरेर हेर्नु है त। बिस्कुट भइहाल्यो, पानी त फ्री भइहाल्यो। अब यसो खानु पर्यो नि त आफ्नो स्टाइलमा है। त्यस्तो खोयोला लल कुराहरू खोल्नै आएन हौ फेरि थैट। अनि त्यसपछि होइन कसैले पिस्ने गरेर दामी रहेछ है। अब चाहिँ म खान सुरु गरेको होइन। अब अल्छी लाग्छ भनेर प्लेब्याक पनि गरिदिन्छु, सबैजना मजासँग हेर्नु होला। फाइनली आई एम डन विथ माई ब्रेकफास्ट। सबैले देख्न पनि सक्नुहुन्छ होला, आई एम टोटली डन। अब त्यसपछि होइन अब के खाँदै गर्छु, अब लन्चमा अब डिनर सिनर के भन्छ, के गर्दै गर्छु हेर्दै जानु होला है त। गाइस अब चाहिँ म बजार जान लागेको। यसो अब के भन्छ त्यसलाई, लन्च कि डिनर भन्छ, अब त्यही लिनलाई जान आँटेको। टक्कसँगले गएर अब गाइस म आइसकेको छु। टक्कसँगले यो फ्रुट्स पसन्द लिन आइसकेको छु। अब लिएर घर गएर खाएर अब मसँग 50 रुपियाँको समोसा लिन्छु अनि 20 को अघि डिनर लिइसकेको छु। अब स्न्याक्स लिएर 50 को समोसा लिएर घरतिर लाग्छु। त्यसमा टक्कसँगले सेटअप पनि हानिसकेँ, दुईटा एकदम माउन्ट एभरेस्ट जत्रै चुच्चो भएको रहेछ। अनि टक्कसँगले सब्जी अनि टाइम चाहिँ कति भइरहेछ भन्दाखेरि हेर्न सक्नुहुन्छ होइन, 11:50 भइरहेको छ। टक्कसँगले अब खान्छु होइन। अब सबैजनाले मिठो गरी हेर्नु, च्वासै पारामा खानुपर्छ। यो चाहिँ फेरि यिनीहरूको हल्का खत्रै ठामबाट लिएर आएको नि त, हेर्दै जानु होइन। त्यही हो है त। एज डाउन दि मदरफक। सो यो हाम्रो यो भयो। सुरुमा टेस्ट गरौँ है। क्रन्ची तातो एभ्रिथिङ गुड बाबा। स्वाद आयो है। हो कि क्या हो, बवाल छ होइन। अब खाँदै जाऊँ। हेर्दै जानु होला सबजनाले टक्कसँगले। स्ट्रिट्सको आई मिन इन माई टाउन एरिया सबै स्ट्रिट्सको समोसा ट्राई गरेको छु, बट आई लाइक दिस वान द बेस्ट। दामी छ, फ्री हुन्छ होइन, पानी हान्नै पर्यो। सो पानी इज फ्री, जति पनि खान पाएँ पानी, त्यति पनि होइन। Then again, amounts of bite.
सो यो भिडियो चाहिँ प्लेब्याकमा चलिरहेको हुन्छ किनकि अल्छी लाग्न पनि सक्छ नि त। इन्ट्रेस्टिङ एक्सप्रेसन चाहिँ हेर्नु पर्यो है कि साथीहरू, हल्का टाइप सेट पारामा क्या हो नि त स्वाद लिन। टाइम पनि हेर्न सक्नुहुन्छ। सो मैले टक्कसँगले सब खाइसकेको छु गाइस, चल्दै छैन। सो अब डिनर यसलाई लन्च के भन्छ त्यो त सकिहाल्यो। टक्कसँगले पुछपाछ गरेर अब एक लड यसो मोबाइल चलाउनुतिर लाग्छु र पानी त खानु पर्यो नै। अनि 2 बजी हेर्दै जानु। अब भरे कति बजीतिर हुन्छ 4 बजीतिर यसो स्न्याक्स खाएर अनि भरे त खतरा स्वादमा डिनर हुन्छ है। र अहिले A few moments later, a few inches later, 2 hours later, 1 eternity later. गाइज अब के गर्नु होइन, सबैले चाहिँ के भन्न चाहन्छु भने यतिखेर चाहिँ होइन अब चाहिँ टक्कसँगले टाइम हेर्नु सक्नुहुन्छ 5-7 भइसकेको छ। त्यो सबजनाले चाहिँ त्यो डेजर्ट होइन टक्कसँगले यहाँ राखेको सुरुमा होइन। मेन चाहिँ के कुरा हो भन्दाखेरि मेरो स्पेसिलिटी होइन, मैले जुन भने नि के हो भन्दाखेरि मान्छेले चाहिँ सबैले होइन एज भन्नु पर्दाखेरि छोडौँ होइन सुरुमा काटे गरौँ। के कुरा हो भन्दाखेरि मैले कति भनेर प्लेब्याक गरिदिइहाल्छु। के हो भन्दाखेरि अरूले चाहिँ डेजर्ट खान्छन्, म भन्ने चाहिँ स्न्याक्स खाँदैछु किनकि हामीहरू हरेक टाइममा स्न्याक्स खान्छौँ। हामी खाजा भन्ने चिज खान्छौँ, बरु डेजर्ट खाँदैनौँ। अनि भिडियो के हो 124 आवर च्यालेन्ज के खाने हो त्यसैले टक्कसँगले हेर्नुहुन्छ। यो 10-20 रुपियाँको थियो, मम्मीले ल्याइदिएको हो। त्यो चाहिँ देखाउन चाहिने गाइस, सबले बुझ्नु होला। अब खाम है त। ए सरी, हामीलाई खाँदै टिएमकेओसी हेर्नु पर्यो नि त। त्यो गफ गर्दै पनि किन टिएमकेओसी लभर हो। मिठो छ है, यो चाहिँ फेभरेट अल टाइम। के हो भने पालक पनिर हो यो। अबि के हो केटीकै भिडियो आउँछ त लाउन युट्युबमा त। हो कि क्या हो केटाहरू। टक्कसँगले अल टाइम फेभरेट टिएमकेओसी हेर्दै मेरो काम है त। प्लेब्याक हुनेछ हेर्दै जानु। यहाँ पानी पनि छ है, पानी पनि खानुपर्छ होइन। सो गाइज अब म चाहिँ अलमोस्ट डन भइसकेँ टक्कसँगले। अब यति चाहिँ खान्न होइन, चाहिँ राखिदिन्छु। अनि यो पनि खाली भइसक्यो, टक्कसँगले टिएमकेओसी हेर्दैछु। अब चाहिँ मेरो यो स्न्याक्स के भन्छ सकिसकेको छ किनकि अनि त्यसपछि अब भर्के बेलुका यस्तो खतरा डिनर खान्छु बनाउँछु जस्तो लागिरहेको छ। सबैले टक्कसँगले हेर्नु होला, रमाइलो पनि लागिरहेछ होला, माया सपोर्ट देखाइदिनु होला है त। अब के हुन्छ डिनरमा हेरौँ। साथीहरू हाम्रो लुक्स कडा भन्दै अब डिनर टाइम पनि आइसकेको छ। के चाहिँ होला त, के चाहिँ बनाएको छु एकदम स्वादिष्ट। सो अहिले चाहिँ हेर्न सक्नुहुन्छ 9:08 भइसकेको छ। अनि त्यसपछि म चाहिँ कडा लुक्समा आइसकेको छु होइन। अब चाहिँ म देखाउने छु मैले के बनाएको छु होइन। जस्ट सिम्पल है, केही युज नगरिकन इन्ग्रिडियन्ट सिम्पल बनाएको छु मैले। सो के होला त, एनी गेसेस हेर्ने हो त। मेरो नयाँ लुक्स त कडा छ नि त, सबजनाले कमेन्ट डाउन बिलो होइन। अनि अब म देखाउनु गइरहेको छु वाट्स द थिङ, के चाहिँ होला त त्यो सस्पेन्स चाहिँ हो। मिठो न मिठो, यमी न यमी बोइल गरेको करेन्ट नुडल्स है गाइस। वाउ हेर्न सक्नुहुन्छ, बा भक्क तातो छ। यु क्यान लुक दिस गाइस हो। र म हजुरलाई देखाउँछु खाएको होइन। मिठो गफ गर्दै खानुपर्छ अब चाहिँ किनकि हाम्रो लास्ट पार्ट हो नि त। सो सबैजना हेर्दै गर्नु। सो साथीहरू होइन, अनि त्यसपछि सबै लुक चाहिँ फुकाल्दामा फेरि अँध्यारो भइरहेको हुन्छ होइन। टक्कसँगले फुकालेर त्यसपछि यु क्यान लुक एट दिस bowl cheesy दामी पारमा। लेट्स टेस्ट इट। तातो छ झन् पङ्खा खोलेको छैन, गर्मी नभए करेन्ट नुडल्स है फेरि 2 PM होइन। त्यो जुन एउटा आएको हुन्छ नि 20 रुपियाँमा खाले।
सो तातो छ हैन चपस्टिकमा टक्कसँगले ए तातो छ है वाउ दामी बोइल भएको रहेछ साथीहरु पानीमा मात्र टक्कसँगले केही नहालिकन बोइल गरेको देखाउन चाहिँ पाइन हैन किनभने लाइन थिएन सो बुझ्नु होला त्यसपछि चाहिँ यहाँ हेर्नु है कस्तो दामी पाएछ लुक एट दिस एकदम पिरो स्पाइसी टु क्यान लुक एट द्याट सो अब खाँदै गर्छु हेर्दै जानु होला बिचमा केही नयाँ कुरा पनि केही भन्नेछु होला सो त्यही हो हेर्दै जानु होला चला पसिनाले पुरै लत्तै भइसकेछ पानी खानै पर्यो हल्का मान्छे फेरि यो फेरि कोक खान मन थियो तर खान मिल्दैन नि त हल्का मिठास भर्दै अनि पिरो पनि गर्दै सो गाइज म फेरि त्यही लुकमा आइसकेको छु मेरो लिप्स पनि हेर्न सक्छ मेरो मुख पनि हेर्न सक्छ पुरै पसिना छ है सो खाएर चाहिँ मैले टक्कसँगले हेर्न सक्नुहुन्छ बोटुको टक्कसँग भ्याइसकेको छु कस्तो क्लिन एन्ड क्लिन खाए जस्तै छ है त्यसपछि चाहिँ डिनर चाहिँ एकदम मिठो भएको छ किनकि मिठो डिनर त यही त हो नि त एज अ 100 रुपिस बजेटमा अनि सबैजनाले माया गरेर हेरिदिनुलाई त सब्सक्राइब गरेर टक्कसँगले छोडेर लाइक पनि टक्कसँगले गर्दा मिठो कमेन्ट छोडेर सबैजनाले माया गरिदिनुलाई यस्तै इन्ट्रेस्टिङ भ्लगहरू म ल्याउने छु हैन अनि भन्नु नयाँ मिठो हजुरकै मोटिभेसन ल्याउने छ सो आजलाई मलाई लाग्यो है त अब के हो भने भोलि बिहान चाहिँ अब मेरो कलेज छ किनकि कलेज लाग्न थालिसक्यो अनि 24 आवर्स भन्नाले भोलि बिहानसम्म त म केही खान्न डाइरेक्ट म तपाईँलाई अब कलेजबाट आइसकेपछि म त खान्छु सो मेरो च्यालेन्ज चाहिँ कम्प्लिट गर्न चाहन्छु सबैजनाले मिठो माया गरेर दिनुलाई टाटा बाई बाई